यस्तो आगलागी भीषण भइरहेछ। उद्धारकर्मी एपिएफ प्रहरीहरूले उद्धार गर्दै हुनुहुन्छ। डोरीको सहायताबाट होटलमा फँसेको कस्टमरहरू गेस्टहरू हुनुहुन्छ, उहाँहरू चाहिँ उद्धार गर्दै हुनुहुन्छ। हल चाहिँ यस्तो थियो पहिला, हेर्नु यस्तो राम्रो थियो। इन्ट्री डोरहरू चेक गर्नेहरू, यहाँनिर फोटो खिच्ने लबी, आउट लबीहरू। अहिले चाहिँ यस्तो भयो। त्यतिखेर प्रत्यक्ष लाइभ खिचेको हल्का एपिएफहरू जाँदै हुनुहुन्छ। शस्त्र बलहरू भित्रै गएर निभाउँदै हुनुहुन्छ। सकिएकै छैन निभाउन, यस्तो गाह्रो छ। बिस्रिँदै जानुभएको छ। उहाँकै पछि छु म पनि। अहिले चाहिँ यस्तो भयो, सब सुनसरीको इटहरी चोकमा रहेको सेन्टर प्लाजामा भएको आगलागीमा फँसेका 11 जनाको सकुशल उद्धार गरिएको छ। आगो लागेको थियो। आगलागीमा फँसेका 11 जनाको झण्डै 3 घण्टा लगाएर उद्धार गरिएको छ। आगलागी लगत्तै एकसाथ ठूलो संख्यामा सुरक्षाकर्मी टोली परिचालित भएकाले मानवीय क्षति हुन नपाएको प्रमुख जिल्लाधिकारी यस्तो थियो। हेर्नुहोस् पहिलाको हाम्रो सेन्टर प्लाजाको फिल्म हल। इन्ट्री भइहाल्यो, एक्जिट भइहाल्यो। यो चेकिङ गर्ने ठाउँ थियो, सेक्युरिटी चेकिङ। अहिले चाहिँ यो सेक्युरिटी चेकिङ गर्ने ठाउँ। अनि इन्ट्रीको ड्रोर, यहाँबाट इन्ट्री हुन्थ्यो। ग्लास सबै फुटिहाल्यो, टफन ग्लासहरू। यहाँबाट इन्ट्री हुन्थ्यो। अनि त्यस पछाडि यहाँ पपकर्न बनाउने मेसिनहरू भयो, तताउने ओमरहरू बनाउनेहरू त्यहाँनिर छ। अनि यहाँनिर हाम्रो फ्रिजहरू थियो। सबै डढेर यस्तो भयो। फ्रिजहरू, त्यहाँ पपकर्न बनाउने मेसिनहरू, बिआइबी मेसिनहरू, कफी मेसिनहरू, यहाँ फ्रिजहरू सबै जलेर ध्वस्त भयो। ध्वस्त, निभाउनै सकिएन। यस्तो छ है हालतहरू सबै। यहाँनिर सुगरहरू राख्ने ठाउँ थियो यो कफीको। यहाँ ब्याङ्क्वेट हल, एक्जिट डोरहरू, यहाँबाट इमर्जेन्सी एक्जिट हुनेहरू थियो। यहाँ बोइज टोइलेटहरू, बोइज टोइलेट पनि सबै जलेर यो प्यानल भयो, इलेक्ट्रिक प्यानल, 5 फ्लोरको मेन इलेक्ट्रिक प्यानल। जेन्ट्स टोइलेटहरू सबै धुवाले, आगोले सबै यस्तो भएको छ। खतम भयो, खतम। मेसिनहरू माथिको यो ग्यास थाप्ने मेसिनहरू, यो हात सुकाउने मेसिनहरू सब डढेर सबै गलेर तल झरेको छ, पग्लेर सबै खतम भएको छ। यो डोरहरू भयो, अडी 1 र अडी 2 को दुईटा हलको दुईटा डोर थियो। आगो चाहिँ ठ्याक्क यहाँसम्म आएर यहाँदेखि चाहिँ रोकिएको थियो, उता चाहिँ जान पाएन। यो हाम्रो लेडिज टोइलेट पनि ढुट्टै भएको छ। सबै डढेर भित्तामा राखेको कति मेसिनहरू सबै पग्लेर झरेको छ। केही छैन, पुरै अन्धकार शमशान घाट जस्तै भएको छ। धुवाले आगो लागेर यो मेसिनहरू पग्लेर झरेर भुइँभरि यस्तो भएको छ है। खतम भयो, खतम। मान्छेहरूले चाहिँ भन्छ होटल बरन्डामा आगो लाग्यो, ग्यास पड्क्यो, किचनमा के भयो। तर त्यस्तो होइन। अब हामी प्रत्यक्ष मान्छेहरूले हेरेको त्यस्तो भएको होइन। हाम्रो यो मेन भनेको यो फिल्म हलमा पनि आगो लागेको होइन कि। आगो चाहिँ फिल्म हलमै लागेको, तर स्टार्टिङ चाहिँ हाम्रो अफिसदेखि भएको हो क्या। यो प्रोजेक्टर रुम हो। फिल्म यहाँदेखि देखाउँथ्यो,
सबै सामानहरू सार्यौँ। यहाँनिर त खासै त्यस्तो चाहिँ भएको थिएन, सामानहरू चाहिँ सबै सारिसक्यौँ यहाँको भनेर भन्छ है। टिकटक चलाउँदै जहाँ व्यस्त भयो होला मान्छेहरू, अनि कहाँ आगो लाग्यो, कहाँ आगो बालिरहेको थियो हेरेन, ध्यान दिएन भनेर भन्छ होइन। अनि ग्यास पड्कियो के भयो कसो भयो भन्छ। बिहानको 8 बजे 7-8 बजे नै आगो लागिसकेको थियो, मान्छेले थाहा पाएको 9 बजे हो। 7-8 बजे को आउने, को के गर्ने, कसले टिकटक चलाउने होइन। यहाँनिर क्लिनिङ गर्ने र सेक्रेटरीहरू मात्र हुन्छ। अनि 1-2 जना हलको बहिनीहरू थियो। अब बन्द कोठा थियो अफिस। अब त्यो बन्द कोठाभित्र आगो लागेको चाहिँ के भएर लाग्यो त्यो पनि थाहा पाउन सकिएन। मेन भनेको हाम्रो यो कोठादेखि लागेको हो क्या, यो अफिस हो म्यानेजरको अफिस, म्यानेजर साहबको अफिस हो यो कोठादेखि लागेको पनि 7-8 बजीतिर लागिसकेको थियो। अब अलि कति लागिसकेको थियो। अनि तपाईँको अब थाहा पाउँदाखेरि यो ढोकाको मुनिबाट धुवा आइरहेको थियो। धुवा आउँदाखेरि के चाहिँ भएर धुवा आएछ भनेर ढोका खोल्दाखेरि, ढोका खोल्ने बित्तिकै एकैचोटि पुरै 5 फ्लोरसम्म पुरै आगो धुवा। अनि लागेको कहाँनिर उहाँभित्र लागेको, अब बाहिरदेखि के कहाँनिर लाग्यो के लागेको निभाउनै सकिएन। ठाउँसम्म हामीले आगो उयो फायर फाइटिङको ग्यासहरू हान्नै सकिएन। अब धुवाले त्यहाँभित्र जाने सम्भवै थिएन, बाहिरबाट अलिअलि हानेको हो। अब र पनि अब के निप्थ्यो र होइन। अब यो अफिस ठ्याक्क फिल्म हल पछाडि ठ्याक्क 8-9 वटा अफिसहरू छ। अनि 2टा स्टोर छ, एउटा माटको स्टोर ठुलो छ, एक्सपायर सामानहरू राख्ने, रिटर्न जानेहरू राख्ने चाहिँ उयोहरू छ। फिल्महरूको पैसा राख्ने थियो यो पनि पैसा सबै डरेर सबै आइटी रुमहरू भित्रै थियो। यिनीहरू यस्तो सामानहरू सबै जस्तो बनायो। यहाँनिर चाहिँ केएफएक्सको सामानहरू, यो माटको सामान, केएफएक्सको सामानहरू जस्तो बनायो। एक्सपायर सामानहरू रिटर्न जाने सामानहरू थियो पुरै। यतातिरबाट हान्ने उयो थियो, तर त्यहाँ हाम्रो ठुलो त्यो उयो मेटलको बोर्ड भएर त्यसले गरेर अलिक यहाँनिर धेरै बल्न पायो क्या, नत्र त्यो बोर्ड नभएको त बल्दैन थियो होला। छेकेर